हो खाना दिन्छ ए पानी छोडेको त्यो साथीले फेरि अनि फेरि एकछिन देखाइदिन्छु र तपाईँले देखाएर म भित्रिनु एकछिन एकछिन यति त भयो ल भयो विधि कसरी आयुर्वेदिक बनाइन्छ आमा कति पुगेन रे अघि आमाको कति दिन पुगेन उयो रातो कति दिन छ त्यसले पर्व अधिकारी चाइनातिर पो यस्तो बनाउँथ्यो दबाई है कुटेर घुटेर यता पनि आएछ यो चाहिँ के एक टाइम खानुपर्ने हो बिहान बेलुका एक चम्ची मनतातो पानीमा घोलेर खाना खाएर ल ए बिहान पनि खाना खारै बिहान पनि खाना खाएर बेलुका पनि खाना खाएर हेलो साथीहरु गुड मर्निङ सेवा के छ खबर तपाईहरुको आज चाहिँ म सानो कामले यहाँ आएको छु यो आयुर्वेदिक पसल हो के भन्छ यसलाई सदन आयुर्वेदिक पसल यहाँ चाहिँ आयुर्वेदिक दबाईहरु पाइन्छ आमा चाहिँ अलिकति घुँडाको दुखाइ अलिकति बढेर घुँडाको बिरामको पेसेन्ट हुनुहुन्छ उहाँलाई चाहिँ यसो आयुर्वेदिकबाट नै दबाई खुवाऊ भनेर चाहिँ मैले दबाई दिने विचारले आएको छु डक्टरी दबाईहरु पनि पहिला अलिअलि चलाइयो ठिक हुँदै निको हुँदै खाना छोडेपछि फेरि पनि त्यस्तै हुँदै गरेकोले गर्दाखेरि अब चाहिँ आयुर्वेदिक दबाई खुवाएर चाहिँ विचार गरी हेरौँ भनेर चाहिँ मैले सुदन आयुर्वेदिक पसलमा चाहिँ अब दबाई दिएको छु 5000 को अब विचार गर्ने हो के कस्तो हुन्छ खुवाउँदै जाने हो ठिक हुन्छ हुँदैन साथीहरु यसो तपाईहरुले पनि हेर्नु होला ठिक भएछ भने तपाईहरुले पनि के कस्तो हुन्छ म दिनेछु सरसल्लाह ठिक भएन रहेछ भने पनि सरसल्लाह दिनेछु खाने नखाने भनेर है त म चाहिँ यहाँ अहिले बिल बनिरहेको छ अनि उहाँ चाहिँ डाक्टर हुनुहुन्छ उहाँले चाहिँ दबाईहरु पुरा घोटेर बनाएर रेडी गर्नु भएको छ अब हेरौँ के कस्तो हुन्छ
अहिले अरू पनि ग्राहकहरू आएको हेर्दाखेरि चाहिँ कसैको खुट्टा घिच्रेको कसैको कम्मरदेखि तल नचलेको भन्ने कुराहरू आयो। उनीहरूको कुरा सुन्दाखेरि चाहिँ राम्रै भयो, अहिलेसम्म चाहिँ मेरो राम्रै भयो भनेर उनीहरूले सल्लाह दिएको छ। अब हामी पनि चलाउँदैछौँ, के कस्तो हुन्छ साथीहरूलाई म अनिवार्य देखाउँछु है। ल साथीहरू, मैले दबाई रेडी पाइसकेको छु, यो रेडी भइसकेको दबाई हो। अब म दबाई लिएर घर जाँदैछु साथीहरू। अब घरमा गएर चाहिँ के कस्तो हुँदैछ, खाने मान्छेलाई कस्तो भयो भने दिनदिनै म तपाईँहरूलाई स्वास्थ्य सम्बन्धी अलिकति चेन्ज आएको नआएको त्यो सबै म जानकारी दिनेछु है साथीहरू। अब हालको लागि चाहिँ म घर गइरहेको छु, फेरि अर्को भिडियोमा म तपाईँलाई जोड्छु है। बाई बाई।